यो चाहिँ कार्तिक 19 गतेको है, अघिल्लो हप्ताको बुधबारको। हामी यो वस्तुगत यो पढ्छौँ। 1 मा लेखेको छ, संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको दिगो विकास लक्ष्यका 17 युवा नेता सन् 2025 का लागि मा पर्न सफल नेपाली अभियन्ता को हुन्? ऐश्वर्या श्रेष्ठ। यससँगै श्रेष्ठले नेपाली युवाको नेतृत्व र योगदानलाई विश्व मञ्चमा प्रतिनिधित्व गर्ने अवसर पाएकी सामाजिक कार्यकर्ता, अनुसन्धानकर्ता श्रेष्ठ हार्ट अफ नेपाल र अन्तर्ध्वनि नेपालकी सह-संस्थापक हुन्। यसपटक पहिलो पटक नवगठित संयुक्त राष्ट्र सङ्घ युवा कार्यालय मार्फत यो सूची सार्वजनिक गरिएको हो। संयुक्त राष्ट्र सङ्घले हरेक 2 वर्षमा विश्वभरका असाधारण युवा परिवर्तनकर्तालाई यङ लिडर्स फर द एसजिडी को रूपमा सम्मान गर्दै आएको हो। अब 2 नम्बरमा संयुक्त राष्ट्र सङ्घ दिवस कहिले मनाइन्छ है त? संयुक्त राष्ट्र सङ्घ दिवस कहिले मनाइन्छ भनेपछि अक्टोबर 24 मा। सन् 1945 अक्टोबर 24 मा संयुक्त राष्ट्र सङ्घ स्थापना भएको स्मरणमा हरेक वर्ष अक्टोबर 24 का दिन यो दिवस मनाउने गरिन्छ। अब 3 नम्बरमा जेनजी पुस्ताद्वारा 2082 भदौ 23 र 24 मा भएको आन्दोलनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 कार्तिक 17 गते। सरकारले नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी पुस्ताद्वारा 2082 भदौ 23 र 24 गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जना व्यक्तिलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको हो। शहीद घोषणा गरिएका व्यक्ति 1 मा बुद्धिबहादुर तामाङ कीर्तिपुर 2 काठमाडौँ, सन्तोष विश्वकर्मा बेलका 4 उदयपुर, सुलभराज श्रेष्ठ नेपालगञ्ज 1 बाँके, श्रीएम चौलागाई बेलबारी 11 मोरङ, स्तप बहादुर अधिकारी कामपा 11 काठमाडौँ, आयुष थापा नेपालगञ्ज 1 बाँके, गौरव जोशी धनगढी 5 कैलाली, योगबहादुर श्रेष्ठ 12 विषय 6 सिन्धुपाल्चोक, माधव सारू मगर भूमिका स्थान 4 अर्घाखाँची, विमल बाबु भट्ट बारपाक सुलीकोट 5 गोर्खा, असहाब आलम ठकुराई वीरगञ्ज 12 पर्सा, सौरन किशोर श्रेष्ठ बागलुङ 4 बागलुङ, सुभाष कुमार बोहरा खप्तर छान्ना 7 बजाङ, रसिक खतिवडा खत्री पनौती 10 काभ्रे, विनोद महर्जन ललितपुर 4 ललितपुर, दिलनारायण तामाङ तिमाल 7 काभ्रे, योगेन्द्र नेउपाने गोलान्जोर 1 सिन्धुली, अभिषेक श्रेष्ठ इनरुवा 6 सुनसरी, मोहन सरदार इटहरी 14 सुनसरी, छत्रमान कुथुमी पाखरीबास 2 धनकुटा, ओजन बुढा स्वामी कार्तिक खापर 2 बाजुरा, साजन राई धरान 22 सुनसरी, अनिश पराजुली पालुङटार 3 गोर्खा, सारकुमार राई चौदण्डीगढी 3 उदयपुर, अर्जुन भट्ट गण्डकी 4 गोर्खा, धीरज श्रेष्ठ टादी 3 नुवाकोट, देवकुमार सुवेदी लालबन्दी 5 सर्लाही, उमेश महत चौतारा, सागाचोक गढी 8 सिन्धुपाल्चोक, प्रवीण कुलुङ सिलिङचुङ 3 शङ्कुवासभा, निखिता गौतम कालिका 8 चितवन, अभिषेक चौलागाई सैलुङ 4 दोलखा, विजय चौधरी लाहान 15 सिराहा, भीमराज धामी दुर्गाथली 1 बजाङ, निरज पन्त दशरथ 6 बैतडी, दीपक सिंह साउथ शिवनाथ 2 बैतडी, शुभराज बलामी श्रेष्ठ ककनी 1 नुवाकोट, ज्ञानेन्द्रिय
ज्ञानेन्द्र छेडाई अर्जुनधारा 11 झापा, दिनेश राजवंशी अर्जुनधारा 8 झापा, कमल भण्डारी हिलिहाङ 2 पाँचथर, दिनेश सुनुवार 3 पाटन 6 सिन्धुली, महेश बुढाथोकी बिगु 3 दोलखा, लक्ष्मण राई पञ्चकन्या 2 नुवाकोट, मिलन राय दुधौली 8 सिन्धुली, अमृत गुरुङ रूपा 5 कास्की, उत्तम थापा लेकाम 3 दार्चुला। अब 4 नम्बरमा कार्य सम्पादन मूल्याङ्कन अर्थात् वर्ष 2081-82 मा देशभरिकै उत्कृष्ट कार्यालय बन्न सफल जिल्ला प्रशासन कार्यालय कुन हो? पर्वत हो है। 100 पूर्णाङ्कको नतिजामा पर्वत जिल्ला प्रशासनले 95.71 अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको। गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्य सम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली लगायतका मापदण्डका आधारमा मूल्याङ्कन गर्दै आएको। कार्य सम्पादन मूल्याङ्कनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका। सबैभन्दा कम नतिजा 5 थर प्रशासनले पाएको। 5 थरले 73.82 अङ्क प्राप्त गरेको हो। 5 मा विक्रम सम्वत 2082 वैशाख शुक्ल पूर्णिमाका दिन कतिऔं बुद्ध जयन्ती मनाइयो? 2569औं। 6 मा 7 प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूको सम्मेलन हालै कहाँ सम्पन्न भयो? हेटौडा, विक्रम सम्वत 2082 कार्तिक 15। 7 मा सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल कहिले कतार प्रस्थान गर्नुभएको हो? विक्रम सम्वत 2082 कार्तिक 17 गते है। सम्मेलन मिति सन् 2025 नोभेम्बर 4 देखि 6 पहिलो सम्मेलन भएको। 30 वर्षपछि दोस्रो सम्मेलन आयोजना भएको। स्थान दोहा, कतार। पहिलो शिखर सम्मेलन सन् 1995 कोपनहेगन, डेनमार्क। 8 मा अमेरिकाको वाशिङटन डीसीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासद्वारा आयोजित 117औं देवकोटा जयन्ती तथा पुस्तक वितरण समारोहमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार 2025 बाट सम्मानित स्रष्टा को हुन्? रोशन थापा, निरव। कृति सन्तासका 60 दिन सन् 2025 नोभेम्बर। 9 मा स्मार्ट सहरी योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 कार्तिक 16 देखि 17। काठमाडौँ घोषणापत्र जारी। 10 मा सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पूर्तिका लागि कुन मितिमा निर्वाचन गर्ने निर्णय गरेको छ? विक्रम सम्वत 2082 माघ 11। विक्रम सम्वत 2082 कार्तिक 12 गते बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको। 11 मा मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्छौ त्यो भन्न पाउनु हो भन्ने विद्वान को हुन्? जर्ज अर्वेल। 12 मा सरकारले विभिन्न 6 सेवा क्षेत्रलाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 कार्तिक 12 गते। अमेरिका चीन बीचको व्यापार युद्ध रोक्ने सम्बन्धमा सहमति कहिले कायम भएको हो? सन् 2025 अक्टोबर 30 मा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङद्वारा आफ्ना देशबीच बढ्दो व्यापार तनावलाई थप बढ्न नदिन सो सहमति भएको जनाइएको। एसिया प्रशान्त आर्थिक सहयोग एपेक को शिखर सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुगेका ट्रम्प र सी बीचको भेटवार्तामा दुई देशबीच चलिरहेको व्यापार युद्ध 1 वर्षका लागि रोक्ने सहमति भएको। 14 मा जापानको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल नेत्री को हुन्? सानाई ताकाइची, अध्यक्ष लिबरल डेमोक्रेटिक पार्टी। सन् 2025 अक्टोबर 21 मा संसदको तल्लो सदनले उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको। 15 मा सगरमाथाको उत्तरी मोहडामा रहेको हान्बिन क्लोयरमा स्की गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन्? जिम मोरिसन, अमेरिकी पर्वतारोही सन् 2025 अक्टोबर।
नेपाल सरकारले हरेक वर्ष कुन मितिमा वार्षिक बजेट सङ्घीय संसदमा प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ? जेठ 15 गते। 3 तहको बजेट प्रस्तुत सम्बन्धी प्रावधान। तह सङ्घ बजेट प्रस्तुत जेठ 15। व्यवस्था नेपालको संविधान धारा 119(3) नेपाल अनि प्रस्तुत गर्ने नेपाल सरकारका अर्थमन्त्री। प्रदेश असार 1 गते। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 21(2) प्रदेश सरकारका अर्थमन्त्री। स्थानीय असार 10। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 71(1) उपाध्यक्ष उपप्रमुख वा कार्यपालिकाले तोकेको सदस्य। 17 हाल नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुक कति रहेका छन्? 10। नेपाल र मोरिसस बीच सन् 1979 अगस्त 3 मा भएको दोहोरो करमुक्त सम्झौता सन् 2025 अक्टोबर 29 मा रद्द भएसँगै नेपालसँग दोहोरो करमुक्ति भएका मुलुकको सङ्ख्या 10 कायम भएको। यसअघि DTAA भएका मुलुकको सङ्ख्या 11 रहेको। 18 संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद चयन भएका नयाँ अस्थायी राष्ट्र कुन कुन हुन्? बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया। कार्यकाल सुरु सन् 2026 जनवरी 1। कार्यकाल समाप्त सन् 2027 डिसेम्बर 31। 19 विश्व खाद्य दिवस कहिले मनाइन्छ? अक्टोबर 16। सन् 2025 45औं को नारा स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो।